हेलो साथीहरू, नमस्ते मेरो सम्पूर्ण फ्रेन्डहरूलाई। धन्यवाद साथीहरू, मैले चाहिँ आज किचनबाट भिडियो बनाउँदैछु है। अनि अब म चाहिँ बेलुकाको खाना बनाउँदैछु। अनि आज चाहिँ मैले सब्जीमा चाहिँ अन्डा करी बनाउँदैछु हो। अनि यहाँनिर अन्डा फ्राई गर्दै थिएँ, त्यो लागि चाहिँ होइन। अनि चाहिँ मैले यहाँनिर अन्डा फ्राई गर्दैछु हो। यहाँनिर अब अन्डा करीको लागि चाहिँ मैले मसला रेडी पारेको छु हो साथीहरू, ग्रेभी बनाउनको लागि। अनि त्यो पनि मैले तपाईहरुलाई देखाउँदैछु के मसला रेडी पारेको छु भनेर, कसरी बनाउँछु मैले चाहिँ। अनि तपाईहरुलाई पनि देखाउँदैछु त साथीहरू। मैले चाहिँ यहाँनिर 4-5 वटा प्याजलाई पिसेको छु हो। अनि त्यहाँदेखि यहाँ 4-5 वटा टमाटरलाई पिसेर राखेको छु। अनि सबै मसलालाई मिक्स गरेर यसरी फिटेर राखेको छु हो। अनि यता अदरक लसुन हरियो खोर्सानी, अनि यता हरियो धनिया, अनि त्यहाँदेखि यहाँनिर सुक्खा खोर्सानी, दालचिनी हो, मरिच, हरियो अलैँची, ल्वाङ, तेजपत्ता, अनि यता जिरा, अनि त्यहाँदेखि यहाँनिर हिङ हो। यसरी नै बनाउँछु साथीहरू मैले चाहिँ हो, सिम्पल तरिकाले। अनि तपाईहरु चाहिँ कसरी बनाउनुहुन्छ? अनि ल मेरो भिडियो हेर्नुलाई लास्टसम्म बनिरहनु होला साथीहरू। ल साथीहरू, मैले चाहिँ अन्डाको ग्रेभी चाहिँ बनाइसकेँ हो। यसरी बनाएँ। अब यसमा अन्डा हाल्छु हो। ल मैले चाहिँ यसरी बनाएँ साथीहरू अन्डा करी हैन। तपाईहरु चाहिँ कसरी बनाउनुहुन्छ ल कमेन्ट गर्नु होला। अनि माथि एउटा हरियो धनिया पनि छर्किदिए हो। साथीहरू मैले चाहिँ अन्डा करी बनाइसकेँ हैन, बन्द गरिदिसकेँ हो। अनि आलु हालेर बनाउँदा पनि हुन्छ हैन। अनि तर हाम्रो चाहिँ आलु हालेर बनाएको चाहिँ मन पराउँदैन हो। अनि मैले चाहिँ सिर्फ अन्डाको अन्डा करी बनाएको छु हो। अनि ल साथीहरू, कस्तो लाग्यो मैले बनाएको अन्डा करी कमेन्ट गर्नु होला है त।